इमेजबाट कक्षा 8 को सप्लिमेन्ट्री एक्जामको एडमिट कार्ड कसरी निकाल्ने, कसरी प्रिन्ट गर्ने भन्ने बारेमा जानकारी दिनको लागि मैले एउटा स्क्रिन रेकर्ड सहितको डेमो तयार पार्न खोजिरहेको छु। यसको लागि म्यानेज एक्जाममा रहेको बटनमा क्लिक गर्ने, म्यानेज एक्जामको बटनमा जाने र त्यहाँ चाहिँ पहिलो नम्बरमा रहेको छ सप्लिमेन्ट्री एडमिट कार्डमा चाहिँ जाने, त्यो क्लिक गर्ने। त्यसपछि 2000 इयरमा 2082 सिलेक्ट गर्ने। त्यसपछि क्लासमा क्लास 8 सिलेक्ट गर्ने र नम्बर अफ सब्जेक्टमा 7 वटै विषय लागेको विद्यार्थीहरूलाई सप्लिमेन्ट्री एक्जाममा सहभागी गराउने भएकोले नम्बर अफ सब्जेक्टमा 7 चाहिँ गर्ने र लोड गर्ने। लोड गरिसकेपछि केही बेरमा प्लिज वेट पश्चात यस्तो सबै एनजी लागेका विद्यार्थीहरूको लिस्ट आउँछ। 7 वटै विषयमा एनजी लागेका विद्यार्थीहरूको लिस्ट आउँछ र उनी सबै विद्यार्थीको अलमा प्रिन्ट गरेर प्रिन्ट चाहिँ निकाल्न सकिन्छ। यहाँ कस्तो रहेको छ भने एकजना विद्यार्थी यहाँ रहेको छ, यो आकृति थारू। त्यो आकृतिलाई म्याथ र हेल्थ फिजिकल विषय लागेको छ, दुईटा विषय लागेको भनेर यसरी चाहिँ देखाएको छ। त्यस्तै गरी अर्को विद्यार्थीलाई कतिवटा लाग्यो, यो पनि म्याथ लागेको छ। त्यसै गरी अर्को विद्यार्थी चाहिँ रहेको छ, यसलाई पनि म्याथै लागेको छ। त्यसै गरी अर्को विद्यार्थी छ, यो विद्यार्थीलाई 6 वटै विषय लागेकोले यसरी विषय चाहिँ देखाउँछ। यसरी विद्यार्थीको एडमिट कार्ड चाहिँ प्रिन्ट गर्न सकिन्छ। यो प्रिन्ट गरिसकेपछि यहाँ स्टुडेन्टलाई सिग्नेचर गराउने, हेड सरले सही गरिसकेपछि पालिकामा लगेर शिक्षा प्रमुखसँग एप्रुभ गराउने र यो 2 प्रति प्रिन्ट गरेर 1 प्रति शिक्षा शाखामा पेश गर्ने र 1 प्रति विद्यार्थीलाई चाहिँ दिने। यसरी एडमिट कार्डको प्रवेश पत्र चाहिँ निकाल्न सकिन्छ। हस्त, धन्यवाद।